हेलो साथीहरू, स्वागत छ तपाईँलाई मेरो च्यानलमा। अनि सधैँ हुनुहुन्छ, आरामै हुनुहुन्छ होला। खाना खानुभयो होला होइन? म पनि खाना खाएर भिडियो स्टार्ट गर्दैछु। म चाहिँ यहाँ चितवन मेरो माइती आइसकेको छु अनि बिहे एटेन्ड गर्नको लागि आइपुगेँ। आज चाहिँ म नुहाइ धुवाइ गरेर भिडियो स्टार्ट गर्दैछु। आज के आउँछ यसो हेर्दै गर्नु। बिहे चाहिँ भोलि हो, बिहे चाहिँ भोलि हो। अनि आज चाहिँ म भिडियो आजदेखि न अलि हल्का फुल्का लिइराखौँ होइन, के कस्तो हुन्छ देखाइदिउँ भनेर। सो त्यही हो, हेर्दै जानु होला है त साथी गाइजहरू है। अब अघि नै चाहिँ यहाँ आइल्यासेस एक्सटेन्सन गरिसकेँ म चाहिँ। अब आएर खाजा पनि खाइसकेँ, एक्सटेन्सन गरिसकेँ। कस्तो देखेको चाहिँ हेर्दा अलि अप्ठ्यारो भइरहेको छ होइन, त्यही गरेँ। गाइजहरू हामी चाहिँ अब बिहा घर जाँदैछौँ, म बहिनीहरू मिलेर। बहिनीहरू कता हो? एउटा यता रहेछन् आफ्नै धुनमा, अर्की चाहिँ यता आउँदै हुनुहुन्छ। अनि अब हामी बिहेको घरमा बेहुली घरमा जाँदैछौँ है। यसो के कामसाम छ कि त्यही गर्नलाई। चितवनको मौसम कस्तो छ भने घाम अलि ठिकठाक, यो तुवानो लागे जस्तो। अब फागुन लाग्यो, हुरी चल्छ है। यता हेर्नुहोस् न हजुर, तपाईँ पर्सम्स भिलगमा गाइज हामी जाँदै गर्छ। अलिक भेट होला, हस् धन्यवाद। म तिमीहरूलाई एउटा कुरा सोध्न चाहन्छु, तपाईँहरू बेहुलीको ब्राइडमेट्स होइन, ब्राइडमेट्सहरू है, कति खुसी लागेको छ त? भाइ बहिनीहरू कति कति कक्षामा पढ्छ? के भयो आज गालामा रातो लागेको छ त? ए गाइजहरू हामी चाहिँ अब बेहुली घर आइसकेको छौँ। यहाँ बाहिरबाट देख्न सक्नुहुन्छ, यही टेन्ट पाल टाँगेको घर हो के हो है। यो घर चाहिँ यहाँ चाहिँ मान्छेहरू अब कामसाम धामतिर लाग्दै हुनुहुन्छ। ल गाइजहरू हामी चाहिँ यता खोलातिर आएका छौँ। यता यता हावा खाँदै यता चाहिँ बन्दैछ। गहिरो त कता हो यो त सक्छ होला, पारी चाहिँ सक्दैन होला। है गाइजहरू हाम्रो रापती खोला हेर्न सक्नुहुन्छ यता। गाइजहरू हामी चाहिँ बिहाको घरमा। ठिक छ सामान थाहा के खान्ला? हामी चाहिँ खाजा पानी हुँदैछ, चिसो। चुप्पा गरेर हेर्नु न गाइज हामीलाई। भिडियो बना बेहुली है हाम्रो चाहिँ। यता बेहुली दिदी हाई गर्नु न, कति राम्री छ फेरि। अनि उतापट्टि चाहिँ हाम्रो पर्मिल भाउजू है। यता चाहिँ हाम्रो तारा राई भाउजू, यता पर्मिल भाउजू, यता अप्सरा राई। अब हामीले चाहिँ हामीले के अरे बिहेको ब्यानर खोल्न लगाएर चाहिँ उता पछाडि चाहिँ रेबिका दिदी आउनु भएको। ब्यानर है, ल अनबक्सिङ प्लिज सबजना रियाक्सन दिनु होला है। ल हेलो, हेर्दै नहेरी रियाक्सन नदिनु न। काली तल कस्तो लाग्यो? कस्तो लाग्यो? अघि वही मैले रियाक्सन भन्न लाग्यो के रिलेक्सन के भन्दै यार। सरोज वेट्स रूपा, वाउ। अब भोलिबाट रूपा दिदी, रूपा राईबाट रूपा सिंह ठकुरी हुन्छ। ल गाइज यहाँ चाहिँ के रहेछ भने, परमप्रभु परमेश्वरले भन्नुभयो, मानिस एक्लो रहन असल छैन, म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी बनाउने छु। उत्पत्ति दिगो 18। वा 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 वा, गाह्रो हुँदो रहेछ गाइजहरू। यो सानो सानो है, कलर अर्कै छ, एउटै हो है, सेम हो। यो फिक्का रहेछ, अलिक फिक्का छ कि यो। यस्तै छ है, झ्याउ र म्याउ ल। बल खेल्नु आइस्काको बल धेरै भयो भाउजू यहाँ।
उहाँ दिदी चाहिँ हाम्रो बेलुन फुक्ने दिदी हुनुहुन्छ है, रेबिका दिदी। अघि नै देखाइसकेँ तर मैले भ्लगमा थाहा। ल बेलुन फुकेर देखाइदिनुहोस् होला। ल यसरी बत्ती बाल्न आउनुहोस्। यस्तो कमान भइरहेको छ, प्याज डेकोरेसन। ल गाइजहरू यहाँ चाहिँ यस्तो डेकोरेसन भइरहेको छ। यो चाहिँ पागल हो है यो चोकतिर भन्ने केटा यही हो। चितवनकै हो, यही गडोलीको हो, यही सिमराकै हो। यस्तै छ डेकोरेसनको भिडियो क्या यहाँ गरेको नि निकाल्यो। यता 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 बटारेर गर्ने डिजाइन रहेछ। बोले छिटो गाइजहरू डेकोरेसन यस्तो भइरहेको छ। यहाँ पनि ब्यानर टाँसिसकेको छ। आँखा टल्केर मलाई थाहा छैन, अब त टल्केर सरोज ओएस रूपा पवित्र विवाह तेरो उयो पनि हो। ल गाइजहरू यतिको डेकोरेसन भयो। यता रहेको छ। साथीहरु लाइक गर्नु, सब्स्क्राइब गर्नु भन न। ई बा कोसँग फेरि घर गएन? सब्स्क्राइब गर्नु भन्न, सब्स्क्राइब गर्नु भन्न, सब्स्क्राइब गर्नु भन्न। बोले छिटो। आ बोय यता नदेखाइ नदेखा त। म त मान्दैन। यसका मेरो कपडा मात्र किन खिचेको? कस्तो राम्रो आइरहेको छ है? हैन होला। यता हेर ल। ट्विन्स कुन सारन कुन साइना? यो सारन यो साइना। मैले चिनिसकेँ जाऊ त गाइज यो केक खानलाई यहाँ काट्दै हातले च्याप्दैन हुने हो खासमा त यसको टेक्निक रे। डोन्ट अलमोस्ट पावर अफ कमन म्यान। मलाई आउँदैन। होम है गाइजहरू यहाँ चाहिँ केक काट्न आइरहेको छ। कङ्ग्रेचुलेसन। रेडी 1 2 3 भन्छु सबैले कङ्ग्रेचुलेसन भन्ने है त। रेडी 1 2 3 कङ्ग्रेचुलेसन। केक खाने मेन मान्छे त छैन, अब खुवाउने चाहिँ कसलाई? मम्मीले खुवाइदिनु। गाइजहरू हाम्रो डेकोरेसन पनि सकिसकेको छ। यस्तो रहेको छ। मम्मी बुवालाई ल खोइ कता बुवा जस्तो देखेँ भिडियो बनाउनु पर्यो गाइजहरू हेर्न सक्नुहुन्छ। चर्चको डेकोरेसन चाहिँ यस्तो रहेको छ। यस्तो दामी है, दामी के। आई लभ इट लभ इट लभ इट। यस्तो मेसी रहेको छ। यतातिर पनि डेकोरेसन हुँदैछ, ढोकातिर पनि है दामी है। मलाई दामी लाग्यो यार। गाइजहरू मलाई चाहिँ डेकोरेसन मन परिरहेको छ। हेर्न सक्नुहुन्छ पछाडि कस्तो देखिरहेको छ। आई लभ इट आई लभ इट। यहाँ यस्तो स्ट्यान्ड रहेको छ। म फेरि पनि देखाइरहेको छु। डान्स गर्दै हुन्छु। अनि यहाँ रहेको छ वेलकम टु द वेडिङ अफ रूपा एन्ड सरोज फागुन 15 2082 एट बेथेल सिमरा चर्च। अनि बाहिर पनि यतिको गरिदिनु भएको रहेछ। भित्र बहिनीहरू डान्स सिक्दैछ।
भिडियो गर्न आएको क्या गाइजहरू ल गाइजहरू आजको भिडियो चाहिँ म यतिकै इन गर्न चाहेँ अब के भयो कसो भयो त्यो थाहा आएन तपाईँले हेरेर लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला धन्यवाद भोलि फेरि बिहेको ब्लग बनाउला आजलाई म यतिकै भिडियो इन गर्न चाहन्छु हस् त धन्यवाद जसको डेकोरेसन चाहिँ बाँकी रहेको छ अब भोलि पुरा हुन्छ लास्ट टाइम हेर्नु नि त ल यो देखाइसकेँ कि